अरे यार यो कुसुते आ रहेछ यार। ओ भाइ घर कहाँ हो तपाईँको? म यहाँ कहाँ आएँ फेरि? यो पार्कमा हो भाइ। ए म त होटलमा थिएँ यार, यहाँ कहाँ आएँ यार? किन के भयो होटलमा? एउटा दाइले यार कहाँ नोकरी काममा लगाइदिन्छु भने होटलमा खाना खिलाउँछ भाइ भने उता लग्यो यार। यहाँ कहाँ पार्कमा ल्याएर छोडिदिएको थियो। मेरो घर त नेपाल। नेपाल कुन ठाउँ हो? अछाम हो, अछाम। अछाम? हजुर। के खाने चिज दिनुभएको थियो उसले? खाना खुवाएको थियो। अनि अब यहाँ कहीँ पार्कमा ल्याएर यार म त यहाँ 5 चोटि नेपालदेखि आएको, यहाँ थाहै थिएन अब यहाँ। अरे यार दाइ यार मेरो मोबाइलहरू पनि थियो यार, मोबाइलहरू पनि यार कता गयो यार दाइ यार, मोबाइलहरू पनि लुट्यो दाइ यार। खै भाइ यार आएर म आएको बेला क्वालिटीमा पनि दाइ यो नेपाली 10 रुपियाँमा त हजुरको मोबाइल त भने यसो यो नम्बरमा फोन लगाइदिनु दाइ। ए ल भाइ म ट्राई गर्छु है। यो नम्बरमा फोन लगाइदिनु दाइ यार एकछिन यार। त्यो नम्बर थियो के घरको नम्बर। ए भाइ यार स्विच अफ गरिदिएर रहेछ फोन यार। यार कहाँ जाने होला दाइ यार अब यार, म त अल्बत्त परेन त दाइ। क्वालिटीमा एक रुपियाँ यो 10 रुपियाँमा त छोडेर गयो दाइ। ए तपाईँ नेपाल जाने हो? नेपाल जाने भन्नु दाइ यताको यहाँ आफन्त कोही छ? आफन्त दाइ धेरै टाढा छन्, यहाँ कोही छैन दाइ। अब खर्चमा छैन, कहाँ जाने, म त अल्बत्त परेन। ए ल त भाइ यार अरू गर्न त सकिन्न, आफ्नै मान्छे भनेर दया लागेर आउँछ है। अब मसँग पनि धेरै छैन, यो खर्च राख्नु के भाइ यार। आगामी दिनमा ध्यान गर्नु भाइ, कसैको विश्वास नगर्नु है। त्यही भएर यहाँ परदेशको ठाउँमा कसैको विश्वास नगर्नु, कसैले दिएको यहाँ केही चिज पनि नखानु होला। आफ्नो बालबच्चा घरमा छोडेर कमाउँछु भनेर आउनु भएको छ।